नमस्ते वेलकम छ साथीभाइहरू मेरो न्यू भ्लगमा हैन। आज चाहिँ म खेततिर आएको छु, यता हाम्रो खेततिर हैन। किन आएको भन्दा पनि हाम्रो खेततिर चाहिँ अब दसैँ सकिसक्यो, अब खेती त लाउनु पर्यो। हाम्रोतिर चाहिँ फेरि यता सुर्ती प्राय सुर्ती लाउँछ हैन। यो बेला चाहिँ खास तोरी लाउने बेलामा हो, तोरी लाउने बेला हो। तर हाम्रो यतातिर चाहिँ अब चलन के छ भने सुर्ती लाउने चलन छ। सबले यता सुर्ती नै लाउँछ प्राय। अब तोरी भनेको कोहीले हामीले अलिकति यति जति तोरी छर्नलाई ल्याएको छौँ। अनि अहिलेलाई भने चाहिँ हामी यो यता 4 कोला जति चाहिँ अगाडिको 4 कोला जति चाहिँ हामीले त्यहाँ सुर्ती रोपिन्छ। अगाडि त्यहाँ बुवाले अगाडि त्यहाँ जोतिरहनु भएको थियो हैन। यता चाहिँ जोतिसक्नु भयो। अब यतातिर सायद यतातिर चाहिँ मम्मीले खै तोरीको अथवा यहाँ सुर्ती लाउने भनेको थियो। यो चाहिँ हाम्रो आँप बारी है गाइस, आँप बगैँचा हैन। यहाँ चाहिँ लट्स अफ आँप फल्छ। एक्चुअली मैले भिडियोहरू त खिचेको थिएँ, तर त्यो भिडियोहरू हालेको चाहिँ छैन आँपको सिजनको हैन। ठिकै छ, त्यो आँपको सिजनको भिडियो कुनै दिन यसो मौका पारेर हालिदिउँला है त। अनि अर्को कुरा के भन्दाखेरि हाम्रो चाहिँ यतातिर फेरि खेती गर्दाखेरि एकदम रमाइलो हुन्छ कि एकदम हुन्छ नि, एकदम त्यो असारको बेलातिर हुन्छ नि त्यो मेला जाने, सेम त्यस्तै हो। त्यस्तै भन्दा पनि त्योभन्दा पनि रमाइलो हुन्छ। टन्नै मान्छेहरू हुन्छ, खेतभरि मान्छेहरू जुन सुर्तीको बिउ टिप्ने त्यो ड्याङहरूमा पुरा रिसारिस हान मारामार त्यस्तो टाइपको हुन्छ। तर हान चाहिँ हुँदैन, एउटा मनमुटाव टाइपको हुन्छ। कसैले बिउ पाउँदैन नि त। अब हामीले पो अस्ति नैदेखिबाट रोपेको थिएन सुर्ती, त्यही बिउलाई अब साँची राखिरहेको थियो। त्यही कारणले गर्दाखेरि चाहिँ हामीले अहिले त्यही बिउ राखेको। त्यही पनि अब 5-6 ड्याङ भनेको जम्मा 3 ड्याङ मात्रै पाएको छ। सबले रोपिसक्यो। पानी परेको कारणले, अस्ति पानी परेको कारणले 2-3 कोला चाहिँ हाम्रो पुरै एकदम हिलो नै छ कि। त्यही भएर नै हामीले त्यहाँ नरोपेको। सायद आज पनि भोलि पर्सिसम्म रोप्दैन होला त्यहाँ चाहिँ। अब यता 2-3 कोला रोपेर 1-2 कोला यतातिर भ्याएर अनि उता अर्को खेतमा, उता हाम्रो यता 6 नम्बर साइडको खेतमा चाहिँ रोप्नुहुन्छ होला। अब के हुन्छ अब लेट्स सी। ल अहिलेलाई भने चाहिँ साथीभाइहरू होइन हेर्दै गर्नु म के कसरी रोप्दैछु। मेरो डिपार्ट भने चाहिँ खाना बनाउने डिपार्ट छ। आज 3 जना देशी लाखा 6-7 जना लाउने भनेको 3 जना मात्रै लगाएको छ। त्यही भएर आज म चाहिँ खाना बनाउँछु। यहाँतिर के कस्तो छ हल्का फुल्का हेर्न मात्रै आउँछु। यी खेततिर यसरी जोतिरहनु भएको छ, त्यो चाहिँ हाम्रो ट्र्याक्टर हो साथीभाइहरू। बुवाले त्यहाँ जोतिरहनु भएको। एक दिन कुनै दिन मिल्यो भने ट्र्याक्टर भ्लग पनि म यसो मोटो भ्लगको साथमा ट्र्याक्टर भ्लग म ल्याउने नै छु। ल साथीभाइहरू मैले चाहिँ यो यहाँ राखेर म जानुपर्ने हुन्छ, घरमा पनि केही धन्दा गर्नुपर्छु मैले। ल साथीभाइहरू अहिलेलाई चाहिँ यति नै। त्यहाँ चाहिँ हाम्रो बुवालाई म हल्का देखाइदिन्छु है जुम गरेर। ल साथीभाइहरू मैले चाहिँ यता मलसल हान्नको लागि मल यतातिर छर्नु भएन अरे बुवाले। मलसल छरिदिन्छु म चाहिँ यतातिर है। ल साथीभाइहरू साथीभाइहरू अहिलेलाई भने चाहिँ मैले मलसल हालेर यति राउन्ड जति चाहिँ मैले सकाइसकेँ। बुवाले पहिला यता हालिसक्नु भयो अरे। अब यता कता हाल्नु बाँकी चाहिँ त्यतातिर चाहिँ मम्मीले हाल्नुहुन्छ। अब भने चाहिँ म खानासाना बनाउनु जान्छु होइन। खानासाना बनाएर यता देशिनहरूलाई पनि खाना बनाउनु छ होइन। जना लगाएको छ, उनीहरूलाई खानासाना बनाएर अब खुवाउनु पर्ने छ। त्यही भएर सब परिवारलाई खाना बनाउनु पर्ने छ होइन। अनि त्यही भएर म खानासाना बनाउनलाई चाहिँ घर जान्छु। हाम्रो सिस्टम चाहिँ के छ भने यतातिर होइन, अब आफू त्यति खट्दैन, आफू पनि खट्न त खट्छ। तर इन्डियाबाट हाम्रो चाहिँ यता नजिकै इन्डिया छ होइन। तपाईँहरूलाई थाहा छैन होला, हाम्रो गाउँ चाहिँ यता ठोडी
छोडी गाउँपालिका त्यही माथि यता विजय बस्ती भन्ने ठाउँमा परेकोले यहाँ ठ्याक्कै बोर्डर नजिकै पर्छ होइन। अनि बोर्डर नजिकै जस्तै हाम्रो बोर्डर नजिकै पर्ने बिहार एरियाबाट चाहिँ धेरै जस्तो देशीहरू आउँछ होइन। त्यहाँबाट हाम्रो जस्तै नजिक ठाउँ भनेको यता भाङा हुन्छ नि, अनि यता यो हाम्रो के ठाउँ भने चाहिँ मैले चाहिँ बिर्सिसक्यो होइन। भाङा अनि यता कुन ठाउँ भन्दा एक्ज्याक्ट ठाउँ चाहिँ बिर्सिसक्यो होइन। कसलाई थाहा छ हाम्रो साथीभाइहरूलाई होइन। जिङ्ना अनि ढुमाटार समथिङ यस्तै भन्ने ठाउँबाट चाहिँ देशीहरू आउँछ होइन। अनि यता नेपालबाट पनि थरुनहरू आउँछ, थरुनहरू पनि काम गर्न आउँछ होइन। ठिकै छ। अब भने चाहिँ हामी खानासाना बनाउनु जान्छु। म यो काम यहीँ छोडेर यहाँ भुल्यो भने भुलेको हुन्छ। खाना बनाउनु त जानु पऱ्यो, मलाई पनि ढिलो हुन्छ होइन। अहिले भने चाहिँ म बुवालाई भनेर खानासाना बनाउनु जान्छु भन्छु। अनि त्यसपछि मेन त म फ्रेस नै भएको छुइनँ, गएर फ्रेस भएर अनि त्यसपछि खानासाना बनाउनु लाग्छु ल। अहिले भने चाहिँ स्टे ट्युन है गाइजलाई हेर्दै गर्नु के कस्तो सुती के रोपेको हुन्छ। म भ्याएसम्म म सकेसम्म सुती रोपेको पनि देखाउँछु होइन। मान्छेहरू कसैको सबको सुती रोपेर गोडिसकेको छ होइन। अब कसैले अब हुन्छ नि मरेको जति पनि रोपेको बिउहरू मरेको छ भने सारिसकेको छ। हामीले मात्रै आजबाट स्टार्ट गर्न थालेको, किनकि हाम्रोमा लगभग सकि पानी एकदमै थियो कि पानी परेर अस्ति ठुलमामीहरूको रोपिसक्नुभयो। ठुलमामीहरूको पनि बिचरा 1-2 ड्याङ बिउ चाहिन्छ भने चाहिँ सबै आधा जति कति मरिसक्यो भन्ने थियो। लेट्स सी गाइस अब के हुन्छ। अहिले भने चाहिँ यो आँपबारीको नजारा हेर्दै म अहिले भने चाहिँ एकछिन बिदा हुन्छु। त्यसपछि म घरको पनि हल्का फुल्का देखाउँछु है त। यो चाहिँ हाम्रो खेत हो है। फेरि यता त्यो पारी देख्ने जङ्गल चाहिँ हाम्रो इन्डिया हो। त्यहाँ बुवा हुनुहुन्छ हाम्रो, मजासँग बुवा जोतिरहनु भयो। बुवा ओ बुवा 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 हाम्रो आँपबारीको नजारा चाहिँ यस्तो छ। यो आँप भने चाहिँ हाम्रो फेरि सबै यस्तो मजाको आँपहरू छ कि सबै मालदा आँपहरू मात्रै छ होइन। कोही 2 झाङ मात्रै अलिकति लामो खाले आँप, त्यो पनि सबै मिठो खाले आँपहरू छ कि हाम्रो चाहिँ यहाँ। अस्ति नै 3-4 लाखमा 3 लाख कि 3.5 लाखमा 2 वर्षको कन्ट्र्याक्ट मागिरहेको थियो, तर हामीले मानेन। किनकि हाम्रो दिदीबहिनीहरू हुनुहुन्छ नि त, दिदीबहिनीहरूको लागि भए पनि हामीले चाहिँ प्रायः आँप बेच्नु भन्दा पनि अहिले त्यही माथि त्यति साह्रो राम्रोसँगले फलेको छैन। सायद यो सालदेखि चाहिँ अब रुख पनि ठुल्ठुलो भइसक्यो। यो सालदेखि चाहिँ अब सायद राम्रै फल्छ होला होइन। अब यो साल नभएर अर्को साल चाहिँ अब बुवाले प्लान गर्नुभएको होइन। अर्को सालदेखि चाहिँ अब देशीले दिनुहुन्छ भनेर होइन। एकदम भास्ट एकदम ठुलो छ है। यो चाहिँ हाम्रो एकदम जङ्गलै भइसकेको छ। अब घरमा लिची छ, त्यहाँ देशीहरू आइसक्नुभयो, यहाँ मम्मीहरू आइसक्नुभयो। कहाँ रोप्ने हो ईश्वर सल्लाह होइन, त्यहाँबाट आइसक्नु भएको छ होइन। लट्स अफ बिउहरू लिएर उखालेर आइसक्नुभयो होइन। ल साथीभाइहरू यस्तै छ किसानको के भन्छ त्यसलाई, दुःख भनेको यस्तै छ होइन। अब दुःख भनौँ कि सुख भनौँ, आफ्नो गरी खाने भाडो भनेको नै यस्तै नै हो होइन। सायद आज यो 2 कोलातिर चाहिँ रोप्नुहुन्छ होला होइन। आज यो 2 कोलामा रोप्यो भने रोप्यो, नभए एक्ज्याक्ट चाहिँ मलाई थाहा छैन कताबाट रोप्ने हो। कहाँ रोप्ने? यो 2 कोला रोप्ने हो मम्मी? यो यता त पानी छ, के खाजा ल्याउ भेट्यो। दालमुट र के ल्याइदिनु? चिनी चिनी र चिउरा हो दिदी, कति ल्यादि? चिउरा चिनी कति ल्याउने? चिउरा
1 किलो ल यो दिदीहरू चाहिँ एकदम हँसिलो रहेछ होइन काम गर्ने दिदीहरू कहाँको हो कुन्नी होइन अहिले आएर म ब्याक टु खाजासाजा लिएर आउँछु होइन खाजासाजा लिएर आउँदाखेरि कहाँको हो के हो कसो यताउति सोध्ने प्रयास गर्छु हेर्नु लेट्स के हुन्छ होइन ल है साथीभाइहरू त्यस्तै छ हाम्रो चलिचलन गाउँघरमा त्यतातिर उखु छ भने यतातिर प्रायः चाहिँ हाम्रोतिर यता सुर्ती नै रोप्ने गर्नुहुन्छ होइन सुर्ती चाहिँ एकदम भन्न 2000 हाम्रो लगभग इङ्ग्लिस डेट गर्दाखेरि चाहिँ 2012-13देखिबाट चाहिँ मान्छेहरूले स्टार्ट गरे होला सायद सुर्ती रोप्ने चाहिँ मतलब रोप्थ्यो पहिलेदेखि नै तर त्यो तरिकाले चाहिँ रोप्थेन हल्का फुल्का रोप्थ्यो होइन यता चाहिँ मेरो ब्रो छ होइन मिलन ब्रो हेलो ब्रो वेलकम छ यता एकदम म चाहिँ एकदम कृषिप्रति चाहिँ एकदम भिजेको मान्छे हो पनि होइन हरेक कुरामा यतातिर हुनुहुन्छ हाम्रो आन्टीहरू सबैजना मजाले सुर्ती रोपिरहनु भएको होइन ठिक छ यस्तै छ यो भने चाहिँ हाम्रो यतातिर फेरि सुन बराबर जस्तै हो यो 7 महिना यो लगभग 7 महिना 8 महिना जति मेहनत चाहिँ खतरा मेहनत पर्छ होइन 9 महिना होइन 7 महिना मैले पनि गरेर बसेको हो 7 महिना चाहिँ एकदम मेहनत पर्छ 9 महिनाभित्र चाहिँ लान्छ त्यति बेलासम्म चाहिँ भएपछि 9 महिनाभित्रसम्म पैसा आइसक्छ भनौँ न ल साथीभाइहरू म चाहिँ अहिले घर जाँदैछु घर गएर खाजासाजा लिएर आउँछु फेरि ब्याक टु ल त साथीभाइहरू हामी चाहिँ यता खाजासाजा लिएर आइसकेको छ म घर पुगेर खाजासाजा यता कान्छा भाइ पनि छ पछाडि कान्छा भाइले म चाहिँ यसो हात साथ धोएँ फ्रेस हुन्छु भने फ्रेस हुनु पनि पाएन यताउति गरेर अहिले चाहिँ भने चाहिँ हामीले बेसी हुनुको लागि घरको बुवाहरूको लागि खाजासाजा लिएर आएको छु खाजा त त्यस्तो खासै केही हुँदैन होइन पानी सानी पनि ल्याएको छु ल बुवाहरू त्यहाँ अगाडि हुनुहुने रहेछ ल अहिले अगाडि देखाउँछ है त ल साथीभाइहरू अब हामी खेततिर आइपुगिसकेको छ खाजासाजा लिएर यताको रोप्ने कार्यक्रम सकिसकेको छ हाम्रो आज रोप्ने भनेको चाहिँ यो कोला अनि यो कोला अनि त्यो कोला हुन्छ होला सायद पछाडिदेखिबाट रोप्दै आउनुहुन्छ होला पछाडि रोप्छ होला अनि यो चाहिँ हामीले देखाउँदै गर्छ होइन हिँड्दै गरौँ न के कति देख्छ होइन खाजाको लागि हामी खाजाको लागि के हुने खाजाको लागि अब पुऱ्याउन आएको हामी खाजाको लागि हामी यहाँ पुऱ्याउन आएको छु अनि त्यसपछि आएर अब ट्याक्टर जोडिसक्नु भएको छ बुवाले आधा जति अब अरू ठाउँमा अरू कोलातिर चाहिँ पानी छ त्यो भएर पनि अब रोप्न पाएको छैन अब आजबाट चाहिँ लगभग हेर्नु कति हुन्छ कति रोपिन्छ होइन बिउ पनि पाएको छैन त्यस्तै त हो नि चारैतिर गाह्रो छ बुवाले चाहिँ यहाँ भन्नु न केही 2 शब्द मैले सुर्तीको ग्यारी लाउँदैछ अब सुर्तीले पैसा कति आउँछ थाहा छैन कृषकहरूलाई गाह्रो छ हाम्रो चाहिँ यहाँ देखिन सकिन्छ यहाँ चाहिँ अब सुर्ती रोप्नेको मान्छेहरू लगाएको छ हामीले 3 जना देखिन सकिन्छ त्यहाँ चाहिँ मम्मी हुनुहुन्छ हाम्रो चाहिँ अहिले यति रोपिसकेको छ देख्न सकिन्छ अब यो सबै यो आज चाहिँ यो सबै रोप्ने भनेको यहाँ रोपेर पनि अझ उता रोप्ने भनेको अब के हुन्छ खाजामा चाहिँ हाम्रो यो डालमट र भुजा छ अनि यहाँ चाहिँ अब चुरा पनि छ यता पानी यो देख्न सकिन्छ अब यहाँ आपारी पनि छ हाम्रो सब यो आपारी छ यो पुरै यता चाहिँ मम्मीले यहाँ तोरी छरिरहनु भएको छ अब यो साइड चाहिँ तोरी छरी रे उता साइड तोरी छर्नुहुन्छ भनेर त बुवाले भन्नुभएको थियो तर उता चाहिँ कुनै सुर्ती रोप्नु भयो यता चाहिँ तोरी छर्दै हुन्छ मम्मीले अब हाम्रो काम कान्छा भएर मेरो काम चाहिँ हात मल छर्ने काम छ यहाँदेखिबाट अब अघि जसरी मजाले छर्दै जानु पर्ला अब देख्न सकिन्छ हाम्रो
भरिरहेको छ। पुरै आँपबारी यहाँ देख्न सकिन्छ तपाईहरुले। इन्डिया जङ्गल चाहिँ त्यहाँ देख्न सकिन्छ, हाम्रो नजिकै छ। ल गाइस, यतातिर यो खोला रोप्नको लागि तयार भइसकेछ। अब यो चाहिँ तयार बनाउँदा हुन्छ बुवाले। अब यहाँ चढेर यसो हल्का फुल्का रमाइलो त गर्नुपर्ने हो। यो झिक्दिनु पर्यो म चाहिँ, होइन? केही सुनेको छैन। ल यो ट्र्याक्टरको स्वरले यहाँ बुवा यहाँ के फालिरहेको छ त? यहाँबाट यहाँ अन्त ओ बुवा यहाँ आन्न, मोबिल फालिरह। यसरी जोड्छ है साथीभाइहरू। ल अब भने हामी चाहिँ घरतिर जान्छौँ। घर गएर पानी र तोरी ल्याउनु छ, अनि त्यसपछि भने चाहिँ हामी खाना पकाउनुतिर लागिन्छ। यो साथीभाइहरू अहिले भने चाहिँ एकछिन विश्राम, अनि त्यसपछि भने खानासाना बनाइन्छ। ल वेलकम छ साथीभाइहरू। हामी चाहिँ घरमा आइपुगेर अहिले चाहिँ खानासाना बनाइसकेको छ, होइन? खानासाना बनाइसक्यो भन्दा पनि बनाउँदैछौँ। यहाँ दाल पाकिरहेको छ, होइन? दाल पाकिरहेको छ, यता तरकारीहरू कटिङ भइरहेको छ। कान्छा भाइले पनि सहयोग गरिरहेको छ मलाई, होइन? अगाडि पुरा सफा सुग्घर गरिसकेको छ त्यहाँ पढाली कुराले। यता आगोमा भने चाहिँ मैले भात बसालेको छु यहाँ आगोमा, होइन? आगोमा बसाल्नु धेरैजना छ नि त, त्यही भएर ठुलोमा बसालेको। कुकरमा बसाल्यो, कुकरमा पनि यता दाल बसालेको भएर यता खानासाना दाल बसाल्दैछु, होइन? अब खानासाना बनाएर चाहिँ हामी उतै जानुपर्ने हो कि के हो, मम्मीले के भन्नुहुन्छ फोन गर्छु। फोन गरेर उतै ल्याउनु पर्ने हो भने चाहिँ हामी उतै गएर उतै पुऱ्याउँछु खाना। अहिले भने चाहिँ खानासाना टक्क बनाएर रेडी भएर हामी खानासाना खाएर म ब्रस पनि गरेँ, ब्रस गरेर मुख सुख धोएर टक्क फ्रेस भएर अनि खानासाना खाएर पाप जाने। ल अहिले स्टेट हुने यो चाहिँ हामीले दाल फिक्सिङ लगाएको है। दाललाई मजासँग एकदम हुन्छ नि म्यास गरेको भनौँ न। तरकारी बनाइरहेको छु, भुजिया, दाल भुजिया भन्नाले पनि बोडी आलु मिक्स छ। बोडी र आलु रस बनाउँदैछ। फाइनली हाम्रो चाहिँ दाल भात तरकारी पाकेर मैले पस्किसकेको छ बुवाको लागि। अब भने बुवालाई खानासाना दिएर हामी पनि खानासाना खाएर खेततिर लाग्छौँ है त। ल यस्तो छ है त, यस्तो भइसक्यो।